यो यात्रा के हो र कसले गरिरहेको छ? यो अमेरिकामा भइरहेको एउटा ऐतिहासिक शान्ति पदयात्रा हो। यसको नेतृत्व टेक्ससको फोर्ट वर्थ स्थित हङदुवा विपासना भावना सेन्टरका बौद्ध भिक्षुहरूले गरिरहेका छन्। मुख्य व्यक्ति को हुनुहुन्छ त यसमा? यस यात्राको नेतृत्व भिक्षु पन्नाकाहरूले गरिरहनु भएको छ। टोली करिब 19 देखि 24 जना भिक्षुहरूको यो यात्रामा सहभागी हुनुहुन्छ। विशेष आकर्षण त के छ भने यात्रामा उहाँहरूसँग आलोक नाम गरेको एउटा उद्धार गरिएको कुकुर पनि छ, जसले मानिसहरूको ध्यान निकै तानेको छ। यात्राको उद्देश्य किन र केका लागि? भिक्षुहरूले यो कठिन यात्रा गर्नुका मुख्य कारण यस्ता छन्। नम्बर 1, शान्ति र करुणा। विश्वभर भइरहेको युद्ध र कलहको बीचमा शान्ति, माया र करुणाको सन्देश फैलाउनु नै हो। नम्बर 2, आन्तरिक शान्ति। शान्ति बाहिर कतै खोज्नु होइन, यो आफै भित्र सुरु हुन्छ भन्ने सन्देश दिनु। नम्बर 3, एकता। विभिन्न जात, धर्म र समुदायका मानिसहरूलाई एकै ठाउँमा ल्याउनु। नम्बर 4, विशेष माग। यो यात्रा वासिङटन डिसी पुगेपछि उहाँहरूले अमेरिकी काङ्ग्रेसलाई बुद्ध जयन्तीलाई सङ्घीय विधा घोषणा गर्न माग गर्ने योजना गर्नुभएको छ। कहाँबाट कहाँसम्म त? सुरुवात अक्टोबर 26, 2025 टेक्ससबाट सुरु भएको हो। गन्तव्य फेब्रुअरी 13, 2026 वासिङटन डिसी पुगेर समापन हुनेछ। दूरी करिब 2300 माइल 3700 किलोमिटरको यो लामो यात्रा अहिलेको अवस्था भने जनवरी 15, 2026 को आसपासमा उहाँहरू नर्थ क्यारोलिनाको शार्लोट क्षेत्रमा हुनुहुन्छ।